ल है त हाम्रो झर्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ वेलकम ब्याक टु माई न्यू भिडियो गाइज न्यू डे विथ न्यू ब्लग सबजनाले एकदमै स्वागत छ। अनि हिजो चाहिँ हामी पानी परेर खासै काम गर्न सकेको थिएनौँ अनि आजको दिन चाहिँ खासै पानी परेको छैन तर एकछिनमा पर्न सक्छ मेरो आवासी मुख होइन। त्यही हो गाइज अब फेरि माथि हामी चाहिँ भर्खर जानुपर्ने हुन्छ हाम्रो सरी भकारो हाम्रो कस्तो कटेज महल के भन्छ रिसोर्ट जानु लागेको नानाले यहाँनिर प्याक गर्दै हुनुहुन्छ दालहरू अनि यहाँनिर तल छ चामल। मैले चाहिँ किन देखाउनु मिल्दैन छैन भने मैले चाहिँ यो फ्रन्टबाट भिडियो बनाइरहेको छ क्या त्यही भएर त्यतिर मजाले यस्तो यस्तो गरेर देखाउनु मिल्दैन यसले यस्तो यस्तो गरेर देखाउनु मिल्छ। अनि यहाँ छ मेरो भतिज टक्कसँगले भ्लगमा आइ भन्दै के भन्न चाहन्छ भ्लगमा के पनि यसले भ्लगमा के पनि भन्न चाहँदैन अरे आइनो गाइस ठिक छ सबैजनालाई स्वागत छ। अनि हिजो चाहिँ मेरो बु पनि दाइ पनि आउनु भएको थियो अनि डाक्टरसँगले दाइको यहाँनिर R15 यहाँनिर छ ल बढी छु हान्दै एक दुईवटा। सो गाइस अहिले चाहिँ हामी हिँडिसक्यौँ हाम्रो कोलबोटेतर्फ माथि कोलबोटे अरे भकारतर्फ यत्रो चामिल बोकेको छ अहिले चाहिँ माथिको लागि उकालो यस्तो छ नि तपाईँहरूलाई के भनौँ कि उकालो यस्तो मासतिर यति टाढो झन्डै हामी कति घन्टा आधी घन्टाको बाटो हिँड्नुपर्छ उकालो 45 मिनट र ल हाम्रो केटाले बोकिसकेको छ यत्रो छ होइन बोरा अघि देखेन होला मजाले उकालो यस्तो छ त्यहाँ बाफ्रे उकालो त गाइस अब अझै लाग्छ नि आधी घन्टा बढी। हाम्रो भतिजीले बोकिसकेको छ गाइस मौसम एक्कासी बद्ल्यो क्या पानी अघि बिहानसम्म त खासै पर्छ जस्तो लागिरहेको थिएन अहिले त एकदम मौसम बद्ल्यो। ल है मृगको चाल हात्तीको पावर बाख्राको नङ बाघको अनुहार ल है डेन्जर है डेन्जर सिंहको पो त खासै म त बाघको भन्दै रहेछ गर्मी त हामी गाइस यस्तो ठाउँमा आएर रेस्ट गऱ्यौँ होइन धुवा पुरै हुसेर केही देखिने छैन माथि आइसक्यो एकदम टाढा। उहाँहरू चाहिँ फाइनल आइसक्नु भइसक्यो नानाको कला देख्नु सक्नुहुन्छ उहाँलाई चाहिँ अमेरिका बोलाउँदा नि यो कलाको ट्यालेन्ट प्रदर्शन गर्न उहाँ चाहिँ नेपालमै के गर्छु भनेर बस्नुभएको मान्छे हो हेर्नु न कला आम्मा मसरुम माथि दुईवटा कपी वा वाट के भन्छ कला वा बिग फ्यान भन्छ त अलि माथितिरको वेदर हेर्नु न गाइस वेदर वाट र के हो भन्नु यसलाई धुवा कसले गाँजा फुक्यो यार हर्निया हुँदाखेरि पेन्टी टाइट लाउनु रहेछ नि ल भ्लगमा लाउनु पर्यो चाहिँ अगाडि उयोमा के अरे हाइलाइटिङमा गन्तव्यसम्म चाहिँ फाइनली आइपुगिसक्यो कि यो ब्याग कता राख्छु रहेछ नि आइन्स उन्स ल पक्री हाम्रो खराई कटेजमा सबजना अलरेडी हुनुहुँदो रहेछ चाउचाउ बनाएको है चाउचाउ अरूको चाहिँ भन्छ हाम्रो चाउचाउ भन्छ टक्कसँग चाउचाउ दिएको छ टमाटर अनि यता बन्टा यहाँनिर चाहिँ खाजा पाएको छ गाइस म त खाना होइन नानाले यसो फोटो भिडियो खिच्दै भनेर बोलाएर भिडियो खिचाएको अनि पर चाहिँ हामी उयो बाख्रा गोर बोट बनाउँदै अस्ति देखाएको हामी म तपाईँहरूलाई गएर देखाउँछु ए होइन गोठालै हो नि तिमी गोठालाई त खत्रै गर्छौ त्यही त गाइस अहिले चाहिँ मेरो यो काम गर्दाको आउटफिट कसैले यता यो चाहिँ मेरो बेल्ट यो चाहिँ अलिकति उयो भएन नि त त्यो अलिकति झरे गरेर बेल्ट अनि त्यसपछि यो जुत्ता अनि यो चाहिँ हाम्रो सुरु भइसकेको छ है गाइस टक्कसँगले बनाउनु तरिकाले गास्तो हो नि रेडी भइसकेको छ यहाँनिर टक्क योहरू ल्याएर काटिसाटी अनि हाम्रो लुक्स आज काम गर्नेमा आएको छौँ मेरो लुक्स झन् डेन्जर छ मुस्किलहरू पो कमुल हुन्छ यो सौर भन्दा
गाइज हिजो चाहिँ हामीले हजुरहरूलाई एउटा स्ट्रगल देखाउन सकेको थियौँ हामीले दिउँसोभरि के गरेको थियौँ भनेर स्ट्रगल मैले देखाएको थिइनँ आज चाहिँ हामी स्ट्रगल देखाउने हो गम्बुट सबैको गम्बुट के को सुनको जुत्ता लगाएर हामी चाहिँ गोल्डन सुज यो चाहिँ त्यो होस् त्यो त्यसैले पाउँदैन वर्ल्ड कपतिर पाउने हो हामीले चाहिँ अलिकति यो वर्ल्ड कपतिरको सानो हुन्छ नि त त्यो हामीले त्यो अलिक मिल्ने लाउन त्यो हामी चाहिँ एक्स्ट्रा बनाएर राखेको हुन्छौँ पुरै अम्बानीलाई किन्नु सकिन्छ क्या हामी चाहिँ फेरि नेपालको विनोद चौधरी इन्डियाको अम्बानीलाई मौसम देख्न सक्नुहुन्छ मौसम चाहिँ पुरै भिडियोमा देखाउँदा त क्या दामी देखिन्छ गाइस तर के गर्नु यहाँ बस्दा भोग्दा अलिकति गाह्रै छ यस्तै जाउँ यस्तो माथि गएर माथि छ क्या त्यो कुहिरोमा हराउनु पर्छ क्या हामी गाइस गएर अब तपाईँहरू भ्लगमा जोडिनु होला आज तपाईँहरूलाई हामी हाम्रो स्ट्रगल देखाउँछौँ यस्तो बाटो जुगा कति हुन्छ हैट गाइस डर मर्दो हुन्छ नि ऊ चाहिँ डराउँछ क्या म त डराउँदिनँ ए डराउँदैन कुच्चोले काट्छ भने भित्रदेखि 1 फिट टाढा चाहिँ जान्छु त्यति त हुनु पर्यो कान सानो काट्छ र अलिकति झ्याउ लाग्छ क्या कुच्चोले चाहिँ बाँसले हात त काटी पो हालेको छ मेरो कहिले सक्नु त भने जिन्दगीमा काम त के सकिन्थ्यो र भेना यो बाँसले आज सक्छ ओइ मर्छ है यस्तो बाटो छ गाइस हेर्नु त भनेपछि आफ्नै गामकाले पनि चिनेनन् मलाई रे मुखमा मेरो झुन्डा थियो हाँसदेखि पनि डराउनु पर्ने चाहिँ गाइस हाम्रै नेपालमा मात्र होला राममा हेर्नु त अच्छा दादा चिलिहाल्नु नि अन्त करेन्ट त दिन्छ अरे नि बाफ्रे हिजो काटेको ठाउँ चाहिँ यहीँ हो गाइस यहीँबाट चाहिँ हामीले दह्रो तलतिर बाँसहरू पठाएको थियौँ एउटा बाँस माथि अड्किरहेको छ यहाँ चाहिँ हामी अहिले हाम्रो लोकेसनमा आइसक्यौँ यहाँबाट केही देखिँदैन तलतिर अब पुरै जङ्गलको बिचमा पुरै है भेनाले माथि 1-2वटा हान्नुपर्छ अब यो चाहिँ हिमलाई हिजो हामीले यहाँनिर काटेर उयो गरेको बाँसहरू हो यसलाई चाहिँ तलतिर पठाउनु पर्ने हुन्छ तलतिर कता अब हाम्रा भेना र बन्टु साहेबले यता तलतिर झार्नु हुँदैछ कसरी ल खोइ त त्यति हो तानेको ए अड्केको रहेछ मासतिर है त लगाएछ अब यही हो हामीले चाहिँ काम गर्नुपर्ने आज तलतिर झार्नुपर्ने 20-30वटा यसरी नै तलतिर झार्नुपर्ने हो ल है त गाइस गो लो यो चाहिँ यसरी नै तलतिर फाल्ने है गाइस सिधै तल जान्छ तल गएपछि हामीले पनि च्याप्प बनाउनु पर्छ यतापट्टिको चाहिँ हाम्रो गाइस हिजोको अलिकति गाह्रो चाहिँ सकिसक्यौँ अब त्यसपछि यता तलतिरको काट्ने हाम्रो योजना हुँदैछ यहाँ 5-6वटा आधी पुग्ने जति हामीले ढाली पनि सकियो है रमाइलो हुँदैछ नि काट्न बन्टु साहब वाह हाम्रो गाइस यो अन्तिम बाँस हो यो यति तलतिर झारिसकेपछि यहाँ तल एउटा भिर छ त्यहाँदेखि तल फेरि हामीले फाल्नुपर्ने हुन्छ ल बच है बच्यो ऊ त्यसलाई पहिला काटिहाल्यो नि त उयो त्यसको टुप्पो उयो बन्टु उताको टुप्पो त्यो परको टुप्पो यो दुइटाको टुप्पो काटेको छैन नि त एउटा 2टा 3टा 4टा 5 यो सब के को लागि भन्नुहुन्छ ल अघि देखाएको मैले बाख्रा खोर जुन थियो त्यसको लागि हो यो चाहिँ गाइस है बाँसहरू कलेक्सन भएर यहाँनिर आधी भएको छ गाइस यहाँदेखि तलतिर नि आधी गएको छ कलेक्सन भएर त्यो यही भएको बाँसहरूलाई चाहिँ हामीले तलतिर झार्नुपर्ने काम हुन्छ हाम्रो आजको है यस्तो भूत भयो कता छ हत्तेको यता ओइ के हो यो के हो गालामा टाँसेको तपाईँ सब बाँस चाहिँ यहाँ आएर भेला भएको रहेछ गाइस अब यहाँदेखि चाहिँ हामीले तलतिर अझै तलतिर गर्दै तल हलेर जानुपर्ने हुन्छ यहाँको बाँसहरूलाई अब त्यही छ आजको काम हाम्रो टक्कसँगले सुल्गाल्दै झारौँ न अब यसरी आराम हामी चाहिँ यो खोल्छ है माथि
म जोगाउँदैछु म मर्ने पनि यो खोल्दा चाहिँ तलतिर अब लाग्नुपर्ने हुन्छ जाँदैछ होइन त भेना वाला स्लोली है ल है त हाम्रो झर्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ ए हाम्रो आजको मेहनत हेर्नु हुन्छ बाँस यति झारी हामीले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 वटा रहेछ 31 वटा वाउ ल अब चाहिँ हामी गाइस मेहनत गरियो अब फर्किँदैछौँ है गम्बुट कहाँ छ मेरो हामीले उता स्ट्रगल गऱ्यौँ भने यता चाहिँ हाम्रो कान्छीले पढाइमा स्ट्रगल गर्नु हुँदैछ बाफरे पढ्नलाई राम्रो ठाउँ चाहिन्न के पढ्नलाई पढ्ने मान्छेले यस्तो हो क्या त्यो अरे स्ट्रगल कति सुनाउँथ्यो म बत्तीको मुनि यहाँ सुन न मान्छेहरू अरे कस्तो स्ट्रगल सुनाउँथे घरमा बत्ती नभएर बत्तीको अर्को घरको बत्तीको मुनि गएर पढ्थे यहाँ हेर्नु न यहाँ दिउँसो उसको फेरि कुनै घर सर छैन तर यस्तो खतरा पढ्नलाई ल कान्छी दिदीले स्ट्रगल चाहिँ राम्रो गर्छ हुनेवाला इन्जिनियर टक्कसँगले चाहिँ हाम्रो खाना खाने कार्यक्रम हुँदैछ तर बाँस पछारेपछि है बडी सो गरेर भेनाले टक्क यहाँनिर नानाले बनाउनु खानालाई अब यहाँ खाइदिन्छ हामी खाना खाँदा के भ्लग बनाउनु हामीले नि खानासाना खाएर नि गाइस अब चाहिँ यहाँनिर हामी फेरि बाँस काट्न जान लाग्यौँ यसको मेहनत देखेर गाइस हेर्नु न कहिलेदेखि पढेको छ मेरो दिदीहरूको जस्तो अन्त पढाइमा कसै मेट्रिक हुनु पऱ्यो ल गाइस अब हामी चाहिँ अहिले लाग्यौँ खानासाना खाएर पनि अब चाहिँ हामी काटेर ल्याउनु पर्ने हुन्छ यता अघि चाहिँ हामीले माथिबाट झार्यौँ अझै काटेर पनि रेडी गरेर यता ल्याउनु पर्ने हुन्छ आज होइन भेना भेनालाई फेरि हर्का सामक जस्तो दिइरहेको हाम्रो चाहिँ यसरी 20 फिट काट्नु पर्ने भयो एउटा बाँसलाई यसरी काटेर लगेर चाहिँ सब बाँसलाई टुक्रा गर्नुपर्ने आज त्यताबाट उचाल त हल्के खुट्टाले ल हाम्रो बाँस लाने काम हुँदैछ है यहाँनिर चाहिँ टक्क यता काट्ने उता लाने बाँस चाहिँ सबै काटेर रेडी गरिसक्यो गाइस हामीले अब चाहिँ उहाँ म्यानेजरले हेर्नु आउनु भएको थियो हेर काम राम्रै लाग्यो रे भन्दै अब चाहिँ हामीले बोकेर पर्तिर लानुपर्ने हुन्छ अहिलेको ठाउँमा त्यो उयो बनाउँदै गरेको म त गर्मीले पुरै ल हे गाइस बोकेर हिँड्ने साला भेना गरम हुँदै होला पछाडि भेना सडक बनिसक्यो गाइस यहाँनिर बाख्राकोट यसकै लागि चाहिँ हामीले त्यो बाँस काटकुट बनाएर लिएर आएको काम चल्दैछ गाइस यहाँ चाहिँ हाम्रो यो बाँसहरू लिएको अघि यहाँबाट लिएकोलाई लगेर त्यहाँ